हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई सन्चो ब्लग्समा स्वागत छ। फेरि पनि नयाँ भिडियो लिएर हजुरको माझ आइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। र आज एउटा फरक प्रोफेसनमा भिडियो बन्न गइरहेको छ जुन मेडिकल रिलेटेड रहेको छ र मेरो एउटा सब्सक्राइबरले केयर गिभरको बारेमा एउटा भिडियो बनाउनु न, एउटा इन्फर्मेसन प्रोभाइड गरिदिनु न भनेर चाहिँ रिक्वेस्ट गरिराख्नु भएको थियो। तर म व्यस्तताका कारणले गर्दाखेरि चाहिँ भिडियो बनाउन सकिरहेको छैन। त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। र आज चाहिँ केयर गिभरको बारेमा हल्का इन्फर्मेसन प्रोभाइड गर्न गइरहेको छु। र त्योभन्दा पहिला सुनमा केयर गिभर भनेको के हो त, त्यो कुरा बुझौँ है त। केयर गिभर भनेको एउटा मेडिकल प्रोफेसनको एउटा पेसा हो जुन चाहिँ पेसेन्टको केयर गर्ने, बिरामीको केयर गर्ने, उनीहरूलाई इमोसनली फिजिकली सपोर्ट गर्ने कुराहरू आउँदछ। र त्यसै गरी बिरामीको स्याहार सुसार गर्ने र प्रोपर मेडिकेसनको कुरा हैन, मेडिकेसनको कुरा, उनीहरूको स्वास्थ्यको स्थितिको बारेमा मोनिटरिङ गर्ने अथवा उनीहरूको स्वास्थ्य स्थितिको बारेमा जाँचहरू गर्ने है, त्यो कुराहरूलाई काम गर्ने मान्छेलाई चाहिँ केयर गिभर भनिन्छ। र त्यसै गरी चाहिँ केयर गिभरको काम भनेको विशेष गरी के हुन्छ त भन्दाखेरि प्रोपर केयर गर्ने, सपोर्ट गर्ने हैन, र बिरामीहरूसँग राम्रोसँग बोलीचाली गर्ने हैन, गुड कम्युनिकेसन हुनु पर्यो है, तिनीहरू भयो। र पेसेन्टको केयर गर्ने, उनीहरूको बिपीहरू मोनिटरिङ गर्ने, उनीहरूको सफा सुग्घरमा ध्यान दिने, घाउहरूको सरसफाइ गर्ने, ड्रेसिङ भयो हैन, ड्रेसिङ भयो, तिनीहरू नै कुराहरू हो हैन। विशेष गरी कामहरू भनेको यिनीहरू नै हो। र त्यसै गरी चाहिँ सर्बियामा के छ त स्कोप केयर गिभरको बारेमा हैन, केयर गिभरको के छ त स्कोप अथवा के कुराहरू चाहिन्छ त भन्ने कुरा। सर्बियामा विशेष गरी केयर गिभरको लागि चाहिँ आउँदै हुनुहुन्छ भने तपाईँ नेपालबाट आउँदै हुनुहुन्छ भने एउटा नर्स पढेको हुनु पर्यो, नर्सिङ है, नर्स पढेको हुनुपर्छ क्वालिफिकेसनको रूपमा, एउटा सर्टिफिकेट आफूसँग नर्सको सर्टिफिकेट हुनु पर्यो। र त्यसै गरी उनीहरूसँग फर्स्ट एडको सर्टिफिकेट हुनुपर्छ, फर्स्ट एड को नलेज भएको एउटा सर्टिफिकेट प्रोभाइड गर्छ, त्यो एउटा हुनु पर्यो। र यहाँ आइसकेपछि उनीहरूले चाहिँ सर्बियाको ल अनुसारले ट्रेनिङहरू पनि लिनुपर्छ र प्लस तपाईले त्यो ट्रेनिङमा पास पनि हुनुपर्छ अथवा चाहिँ तपाईको एक्जामिनेसन हुन्छ, त्यो चाहिँ एक्जाम पास गर्नुपर्छ, तब मात्र तपाईले चाहिँ आधिकारिक रूपमा चाहिँ काम गर्न सक्नुहुन्छ है त। र त्यसै गरी यो काम भनेको तपाईको विशेष गरी चाहिँ हस्पिटलमा हुन्छ, नर्सिङ होमहरुमा हुन्छ हैन, केयर गिभरले गर्ने काम भनेको हैन। र चाहिँ अर्को एउटा होम केयर भन्ने हुन्छ। र यो दुईटा हस्पिटल र उसहरुको त ठुलो कुरो भएन, उताको रुल्स एन्ड रेगुलेसन त्यही अनुसारले चाहिँ तपाईको कामहरु हुन्छ हैन, पेशेन्टहरुको केयर देखि लिएर सबै कुरा चाहिँ त्यो अनुसारले हुन्छ। र होम केयरमा के हुन्छ भने होम केयरमा तपाईको रेस्पोन्सिबिलिटी अलि बढी रहन्छ है त, किनकि पेशेन्टको जिम्मा भनेको तपाईको हातमा रहन्छ। त्यही भएर पेशेन्टको केयर गर्ने, मोनिटरिङ गर्ने, मेडिकेसनमा ध्यान दिने, त्यो सबै कुराहरू तपाईको जिम्मामा हुन्छ। त्यही भएर हल्का बढी चाहिँ रेस्पोन्सिबिलिटी रहेको हुन्छ है त। र त्यसै गरी चाहिँ उनीहरूको खानाहरूको कस्तो खानेकुराहरू खानुपर्छ त्यो प्रिपेरेसनको जिम्मा पनि तपाईको रहेको हुन्छ हैन। उनीहरूको ड्रेसिङदेखि लिएर बाथ नुहाउनेदेखि लिएर सबै कुराको चाहिँ तपाईले ख्याल गर्नुपर्दछ है त। र त्यसै गरी चाहिँ ड्युटीको कुरा गरौँ, ड्युटी चाहिँ तपाईको हल्का लामो हुन्छ। यो हस्पिटलहरुमा गर्नुहुन्छ भने लामो हुन्छ, तपाईको 8 घण्टा ड्युटी भइहाल्यो, प्लस तपाईको एक्सटेन्ड हुन सक्छ। तर एक्सटेन्ड गरे अनुसारले तपाईको पैसा वेज पनि तपाईको बढ्छ है, पैसा पनि त्यो अनुसारले हल्का धेरै कमाउन सक्नुहुन्छ। तपाईको ड्युटीको कुरा यो भयो। र चाहिँ नर्मली हप्तामा एक दिन चाहिँ छुट्टी नै हुन्छ हैन, त्यो रह्यो। र स्यालेरीको कुरा गर्नु पर्दाखेरि स्यालेरी भनेको तपाईको हल्का थोरै नै, मेरो हिसाबले भन्ने भने थोरै नै लाग्छ मलाई चाहिँ। तपाईको लगभग 60 देखि 70 हजारको नर्मल तपाईको बेसिक स्यालेरी रहेको छ। अब तपाई काम गर्दै गर्नुभयो, त्यो अनुसारले गर्दै गर्नु भएर पछिको हल्का पोस्टहरु बढ्दै जान्छ, त्यो अनुसारले गर्दाखेरि सिनियर पोजिसनमा पुग्नु भयो भने तपाईको 1 लाख सम्म स्यालेरी हुन सक्छ। तर चाहिँ नर्मली स्टार्टिङ स्यालेरी भनेको यति नै हो, जुन कि यो नर्स पढेको मान्छेलाई चाहिँ मेरो हिसाबले हेर्ने हो भने सर्बियामा चाहिँ त्यति धेरै चाहिँ स्यालेरी चाहिँ छैन है। त्यो भन्दा राम्रो बरु दुबईहरुमा अथवा चाहिँ अस्ट्रेलिया, क्यानाडातिर एप्लाई गर्नुभयो भने अझै राम्रो मैले देख्छु। तर चाहिँ सर्बियाको स्कोपमा हेर्ने पोइन्ट अफ भ्यूले हेर्दाखेरि मलाई चाहिँ खासै
धेरै स्यालेरी चाहिँ हो जस्तो लाग्दैन है त। र चाहिँ विशेष गरी सर्भेमा आउँदै हुनुहुन्छ त्यो अनुसारले चाहिँ यो प्रोफेसनमा आउँदै हुनुहुन्छ भने तपाईँलाई सबैभन्दा प्रब्लम फेस गर्नुपर्ने कुरा भनेको एउटा चाहिँ ल्याङ्ग्वेजको है, कम्युनिकेसनको एकदम फेस गर्नुपर्छ। किनकि यहाँको मान्छेहरू विशेष गरी चाहिँ इङ्ग्लिस बोल्दैन। इङ्ग्लिस नबोलेपछि तपाईँलाई त्यत्तिकै गाह्रो हुने भयो। यहाँको लोकल ल्याङ्ग्वेज भनेको सर्बियन ल्याङ्ग्वेज हो। सर्बियन ल्याङ्ग्वेज चाहिँ एकदम बोल्न जान्नु पर्दछ। यदि चाहिँ एप्लाई गर्दै हुनुहुन्छ भने सर्बियन ल्याङ्ग्वेज चाहिँ हजुरहरूलाई आउनु पर्यो। त्यसले गर्दाखेरि र एउटा चाहिँ स्यालेरी नै कम छ है। स्यालेरी जुन तरिकाले यो प्रोफेसनमा चाहिँ 60 देखि 70 हजार एकदम थोरै हो है। त्यो कारणले गर्दाखेरि यो दुईटा विशेष गरी नेपालबाट अथवा इन्डियाबाट यो प्रोफेसनमा आउँदै हुनुहुन्छ, केयर गिभरमा आउँदै हुनुहुन्छ भने यो दुईटा प्रब्लम चाहिँ एकदम मेजर प्रब्लम पनि हो र सबैभन्दा गाह्रो प्रब्लम पनि हो है त। त्यो कारणले गर्दाखेरि चाहिँ मेरो हिसाबले हेर्ने भने खासै नेपालीहरू पनि आएको मैले देख्दिनँ यो प्रोफेसनमा होइन। आयो भने तपाईँको केयरटेकरमा आउँछ। केयरटेकरमा म्याक्सिमम् केयरटेकरमा आएको देखिन्छ, जुन कि बच्चाको हेरचाह गर्ने प्लस बुढापाकाहरूको हेरचाह गर्ने, स्याहारसुसार गर्ने, घरको हल्का फुल्का कामहरू गर्ने, उनीहरूलाई सघाउने। त्यो अनुसारले गर्दाखेरि केयरटेकरकोमा बढी आएको दिन्छ। केयर गिभर चाहिँ एउटा प्रोफेसनली मेडिकल सेक्टरको भएको कारणले गर्दाखेरि त्यति धेरै आएको मैले देख्दैन। किनकि सर्बिया पनि तपाईँको कस्तो खालको छ भने सर्बिया भनेको मान्छे आउने आएर बरु चाहिँ यहाँबाट सेन्जेनतिर छिर्ने त्यो खालको चाहिँ एउटा पाथवे भएको कारणले गर्दाखेरि चाहिँ विशेष गरी चाहिँ मान्छे यहाँ टिकेर बसेको हुँदैन। त्यो कारणले गर्दाखेरि यो प्रोफेसनमा पनि धेरै आएको मैले देख्दैन है त। र अब तपाईँहरूलाई आउँदै हुनुहुन्छ भने त्यति फेरि आउन पनि यहाँ चाहिँ हल्का गाह्रो नै छ है त। तपाईँलाई एजेन्टहरूले केयर गिभरमा भनेर झ्याप्प लगाउँदैन। यिनीहरूले काम भनेको के लगायो भने पनि तपाईँलाई केयर गिभर भनेर केयरटेकरमा लगाइरहेको हुन्छ होइन। केयरटेकरको पनि स्यालेरी भनेको त्यही 50-60 हजार नै हुन्छ, केयरटेकरमा लगाइदिन्छ होइन। केयर गिभरको यो प्रोफेसनलीको कुराहरूमा चाहिँ झ्याप्प लगाउन मिल्दैन। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने इन्डिड अथवा चाहिँ लिङ्क्डइन मार्फत तपाईँले त्यताबाट हेरेर होइन त्यो अनुसारले छ भने त्यसरी एप्लाई गरेर आउन सक्नुहुन्छ। नभए भने चाहिँ अलिक गाह्रै छ है त। र यिनीहरू भयो केयर गिभरको बारेमा एउटा सानो इन्फर्मेसन होइन। जो आउँदै हुनुहुन्छ यो हल्का टफ पनि छ। यो प्रोफेसन एउटा टफ प्रोफेसन पनि हो, प्लस चाहिँ टफ प्रोफेसन प्लस एउटा भाषाको कारणले गर्दा हल्का गाह्रो पनि अझै थपिन्छ कि होइन। त्यो कारणले गर्दाखेरि यदि आउँदै हुनुहुन्छ तपाईँलाई कम्फर्टेबल छ, भाषा आउँछ भने मेरो सजेसन भनेको हजुरहरू आउनु सक्नुहुन्छ। नभए भने चाहिँ तपाईँले चाहिँ बरु चाहिँ अरू कन्ट्री नै ट्राई गर्दा राम्रो हुन्छ। बरु चाहिँ अरू युरोपको अरू सेन्जेन कन्ट्रीहरूतिर ट्राई गर्नु होला होइन। त्यो अनुसारले नभए भने चाहिँ अस्ट्रेलिया क्यानाडातिर नर्थ गरेको छ भने उतैतिर बढी चाहिँ ध्यान दिएर उतैतिर प्रोसेस गरेको मैले देख्छु। सर्बियामा खासै फ्युचर चाहिँ छैन है। यदि विशेष नेपाली इन्डियनहरू आउँदै हुनुहुन्छ भने खासै फ्युचर चाहिँ मैले देख्दिनँ। पैसा पनि राम्रो छैन, त्यो कारणले कमाउन पनि सकिँदैन है त। र त्यसैले हजुरहरूलाई यो भिडियो कतिको फाइदाजनक भयो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै सी यू इन नेक्स्ट ब्लग। बाई बाई।